हेलो एन्ड नमस्कार। सिधै लोकेसनमा जाउँ। किस्पाङ भेडा फार्म अथवा किस्पाङको चाहिँ एकदमै पिस अफ हेभन जाने ठाउँको लोकेसनहरू हामी महाराजगञ्जबाट सुरु गर्छौँ। महाराजगञ्जबाट तपाईहरू जान पनि सक्नुहुन्छ वसुन्धरा हुँदै चाहिँ यो टोखा नगरपालिकामा तपाईँलाई स्वागत छ लेखेको गेटबाट। तपाईँ स्वयम्भूतिरबाट आउनुहुन्छ, बालाजुबाट आउनुहुन्छ भने पनि ठिक छ। तपाईँ जसरी पनि अब हामीलाई चाहिँ यता चाबेलतिरबाट आएको हुनाले गर्दाखेरि वसुन्धरा हुँदै जान चाहिँ सजिलो भयो। हेर्नुहोस् है, वसुन्धराबाट हामी दाहिने मोडियम, यहाँबाट गेट जस्तो पनि छ। यो सानो बाटोबाट चाहिँ तपाईँ सिधा जाने हो, दायाँ बायाँ नलागिकन। र अलि अगाडि पुगिसकेपछि एउटा राइटतिर जाने दुईवटा बाटो हुन्छ। राइट गयौँ हामी, राइट गइसकेपछि एउटा उकालो आउँछ, बिचमा टावर, नेपालको झन्डा बोकेको हामी लेफ्ट जान्छौँ। लेफ्ट गइसकेपछि यसलाई भन्छौँ हामीले ग्रिनल्यान्ड चोक। यो ग्रिनल्यान्ड चोकबाट चाहिँ हामी राइट लाग्छौँ, अथवा चाहिँ यो टोखाको चाहिँ तपाईँले बाटबाटै नि थाहा छ भने ठिक छ। यो यसलाई ग्रिनल्यान्ड चोक भन्छौँ। यसबाट हामी सिधै नर्थ डाइरेक्सनतिर जान्छौँ, सिधै माथि जान्छौँ र सिधै दायाँ बायाँ नलागिकन गइसकेपछि टोखा गेट आउँछ एउटा। यो गेटबाट हामी सिधा छिर्छौँ। हेर्नुहोस् है, दायाँ बायाँ नलाग्नुहोस्, यो गेट आउँछ। यो गेटबाट सिधा छिर्छौँ, टोखाको गेट हो यो। र यहाँ झुक्किने बाटो छ, 3-4वटा बाटो छ। यसमा चाहिँ तपाईँले लेफ्ट बाटो, तलतिर जाने लेफ्ट बाटो चाहिँ लिनु होला। यो जुन ढलान गरेको बाटो छ, त्यसपछि सिधा तपाईँ चाहिँ बौडेश्वर अथवा झोर जाने बाटो, तपाईँ जुनसुकै ठाउँबाट आउनुहुन्छ अथवा जुनसुकै डाइरेक्सनबाट आउनुहुन्छ, झोर अथवा चाहिँ बौडेश्वर जाने बाटो। झोरको झरना पनि भन्छ, बौडेश्वर महादेव पनि भन्छ, झोरको बाटो पनि भनिन्छ। तपाईँ सिधै चाहिँ गुर्जे भन्ज्याङ पनि भन्छ। गुर्जे भन्ज्याङ चाहिँ अलि माथि हो। त्यो हाम्रो यहाँ आइपुगेपछि तपाईँ राइटतिर जानु होला है। तपाईँ टोखा गेटबाट सिधै जानुभयो, लेफ्ट झर्नुभयो, लेफ्ट झरेपछि सिधै गइसकेपछि सूर्यचौरको बाटो हो यो। आर्मीले त्यहाँनिर भिडियो रेकर्ड गरिदिँदैन, त्यस कारण कटिसकेपछि तपाईँ यो लेफ्ट जानुभयो भने सूर्यचौर, हामी चाहिँ तलतिर जान्छौँ, मेन बाटो नछोडी सिधा तल जान्छौँ। र यहाँबाट हामी सिधै तल गइसकेपछि तपाईँ दायाँ बायाँ रोडै छैन, सिधै तल गइसकेपछि हामी छरे भन्ने ठाउँमा पुग्छौँ। तपाईँ चाहिँ यदि समय छ भने बिच बाटोमा छरे भन्ने एउटा चाहिँ ठुलो झरना पनि छ। बाइक रोकेर आधी घन्टा ट्राई हिँडेपछि त्यो झरना आउँछ, एकदमै राम्रो छ। बिच बाटो पनि पर्छ। त्यो तपाईँले जाने क्रममा चाहिँ लेफ्ट साइडमा बोर्डमा पनि छहरे झरना भनेर दिएको पनि छ। त्यहाँ जान एकदमै रमाइलो ठुलो झरना छ त्यहाँनिर चाहिँ। तर हामी सिधै गयौँ र यो बाटो सिधै गइसकेपछि अब आउँछ एउटा गेट, जुन गेटमा चाहिँ तपाईँलाई चाहिँ यो छहरे गाउँपालिका भनेर चाहिँ लेखेको छ जस्तो लाग्यो। यो गेट, यो चाहिँ छहरे बजार हो। यो चाहिँ यो छहरे बजारबाट तपाईँले अब दायाँ बायाँ नलागिकन सिधा जाने हो। यहाँ ट्राभल गर्नु पनि एकदमै रमाइलो ठाउँ पनि छ। यो छहरेको बाटो सिधा छ, एकदमै सम्म छ, मजा छ। बिचमा चाहिँ एउटा पुलिस चेक पोइन्ट पनि छ। र यो बाटोको दायाँ बायाँतिर हरिया पहाडहरू, खोलाहरू पनि छन्, त्यस कारण यो ठाउँमा ट्राभल गर्न रमाइलो छ। अब अहिले चाहिँ अलिकति गर्मी बढेको रहेछ। र तपाईँ त्यो बाटो सिधै गइसकेपछि एउटा चाहिँ ढिकुरे पुल भन्ने आउँछ। यहाँ तपाईँले स्विमिङ पनि गर्न सक्नुहुन्छ। हामी जाँदाखेरि सानो भाइ बहिनीहरूले स्विमिङ गरिरहनु भएको थियो, अहिले गर्मी भएर चाहिँ। यो ढिकुरे पुल अथवा ढिकुरे बजार पनि भनेको रहेछ। यो ढिकुरे बजार तपाईँ कटिसकेपछि अर्को बजार पुग्नुहुन्छ। त्यो बाटो नछोडी सिधा गइसकेपछि बट्टार बजार भनेर, यो चाहिँ बट्टार बजार हो। तपाईँ ढिकुरे बजारबाट त्यो बाटो दायाँ बायाँ नलागिकन मेन रोडलाई सिधै लिएर जानुभयो भने बट्टार बजार आउँछ। अब त्यो बट्टार बजारबाट पनि तपाईँ सिधै जानुभयो भने अर्को बजार आउँछ, त्यसलाई हामी बिदुर बजार भन्छौँ। यो चाहिँ हाम्रो बिदुर बजार। अब एकदमै चाहिँ हामी झुक्किन सक्ने बाटो भनेको चाहिँ यहीँ छ है। तपाईँ सिधै जानुभयो भने बिदुर बजारबाट चाहिँ तपाईँ दायाँतिर जानु पऱ्यो। तपाईँ लाङतालतिर जाँदै हुनुहुन्छ, तपाईँ चाहिँ यो नागथलीतिर जाँदै हुनुहुन्छ, स्याप्रोबेसी, यही ठाउँबाट जाने हो। गोसाइकुण्ड जाँदै हुनुहुन्छ, यही ठाउँबाट जाने हो। तपाईँ यो बाटो नछोडिकन सिधा जानु पऱ्यो। करिब आधी घन्टा जस्तो ट्राभल गरिसकेपछि अब यहाँबाट चाहिँ हामी लेफ्ट साइड मोडिनुपर्छ। कतिपय चाहिँ सिधै जान्छन्, सिधै गयो भने फेरि अन्त्य पुगिन्छ। हामी चाहिँ लेफ्ट साइड मोडिनुपर्छ। त्यो लेफ्ट साइड भनेको चाहिँ हामी किस्पाङ पुग्ने बाटो हो। अब लेफ्ट साइड पनि कहाँबाट हेर्नुहोस् है, यो एकदम इम्पोर्टेन्ट कुरा यहाँनिर छ। तपाईँ यो बाटो सिधा गइसकेपछि एउटा नयाँ बनेको पुल आउँछ। कतिपय भिडियोमा चाहिँ झोलुङ्गे पुलबाट पनि गइरहेको देखिन्छ, तर हामी झोलुङ्गे पुल धेरै माथि छ, त्यस कारणले वर नै हो। तपाईँ जाँदा लेफ्ट साइडमा चाहिँ त्रिशुली पुल भनेर चाहिँ यहाँ छ। यस्तो खालि यो आर्क स्टिल ब्रिज छ। यो ब्रिजबाट चाहिँ तपाईँ अब किस्पाङको लागि जाने हो। र यो बाटो तपाईँले नछोडिकन
यो पाहाडको फेद अलिकति माथि गइसकेपछि राइट साइड हुँदै हुँदै गएपछि खोलाको बाटो हुँदै हुँदै गएपछि किस्पाङ नगरपालिकामा तपाईँलाई स्वागत छ भनेर लेखिएको एउटा गेट आउँछ। यो गेटमा चाहिँ हामी थोरै विश्राम लिएर खोलाको तटमा गएर बसेका थियौँ। एकदमै माझीहरूले चाहिँ माछाहरू मारिरहनु भएको थियो, एकदम रमाइलो ठाउँ थियो र केही छिनपछि हामी गयौँ फेरि। र अब त्यो बाटो तपाईँले नछोडिकन डाँडा चढ्ने हो, दायाँ बायाँ बाटो छैन। यो बाटो नछोडिकन तपाईँ सिधै आधी घन्टा 45 मिनट चाहिँ माथि ट्राभल गरिसकेपछि एउटा बिग्रेको रोड आउँछ जहाँ पुल बन्दैछ। यो चाहिँ बिग्रेको रोड हो है। पुल यता मेरो दायाँ साइडमा चाहिँ पुल बन्दैछ, त्यस कारणले बाटो अहिले बन्द छ। त्यो चाहिँ पुल हो र पुलको साइडमा बाइक जाने गरी बाइक चाहिँ बाटो चाहिँ छोडिदिएको छ। तर गाडीबाट तपाईँ आउनुहुन्छ भने चाहिँ तपाईँको अलिकति माथि गइसकेपछि चाहिँ एउटा ठुलो बाटो चाहिँ बिग्रेको छैन। त्यो चाहिँ पब्लिक बस आउने बाटो हो र त्यो बाटो आउनुको लागि चाहिँ अलिक तलबाट नै हामीले चाहिँ लेफ्ट लिएर आउनुपर्छ। तर हामी यो बाटो आयौँ र थोरै समयपछि चाहिँ यो पुल पनि बनिहाल्छ, गाडी गइहाल्छ। हो, यो बाटो चाहिँ अर्को बाटोबाट आइपुग्छ, तलबाट आइपुग्छ। यदि गाडीमा आउनुभएको छ भने चाहिँ, हो बाइकमा छ भने तपाईँ जुन बाटो आयो पनि फरक परेन। अब सिनारियो यहीँ राम्रो देखि जान्छ। यो चाहिँ भाल्चे बजार हो। हामी त्यहाँबाट लगभग 1.5 घन्टा ट्राभल गरिसकेपछि मेन भाल्चे बजार भन्ने यो हो। यो ठाउँमा बस्न खानको लागि चाहिँ थोरै ठाउँ छ, तर मान्छेहरू एकदम मिलनसार, एकदम हेल्पफुल छन्। त्यहाँ चाहिँ हाम्रो 1-2 जना दाइहरूसँग एकदमै राम्रो रिलेसन पनि राम्रो भएको थियो। हामी चाहिँ अहिले चाहिँ यो नुवाकोटको चाहिँ किस्पाङ भन्ने ठाउँमा छौँ, भेडा फार्मनिर छौँ हामी चाहिँ। अनि अहिले चाहिँ अब हामी चाहिँ यो ठाउँलाई एक्सप्लोर गर्दैछौँ है। यो ठाउँको हाम्रो पहिला किस्पाङ बजार है। अब हामी भिडियो भइरहेछ है। र हामी यो ठाउँलाई एक्सप्लोर गर्दै अब हामी चाहिँ गुङ्गा भ्यालीमा अब हामी पहिलो जान्छौँ। त्यहाँ चाहिँ अनिखेरि हामी गएर बाइक राख्छौँ। अनि त्यसपछि हाम्रो यात्रा भनेको चाहिँ सिङ्ला भन्ने भ्यालीमा अनिखेरि हामी जान्छौँ, जुन चाहिँ गुङ्गा भ्यालीबाट चाहिँ हामी त्यहाँ बाइक राखेर चाहिँ हामी हिँडेर जानुपर्छ। सो अब हामी चाहिँ हजुरहरूलाई चाहिँ बाटो के कस्तो छ, यो ठाउँ कस्तो छ भनेर चाहिँ हामी हजुरहरूलाई देखाउँछौँ। अनि मसँग चाहिँ मेरो टिम चाहिँ यहाँ पनि हुनुहुन्छ अर्को। माथि गएर हामी किस्पाङ बजार पछिबाट चाहिँ यो भेडा फार्मको गेट हुँदै भेडा फार्मतिर लाग्यौँ हामी। भेडा फार्म अलिकति माथि हिँडिसकेपछि एउटा ठुलो चौर छ। बाटो एकदमै पिच गरिएको राम्रो खालको बाटो छ र यहाँ चाहिँ एउटा संस्था पनि रहेछ भेडा सम्बन्धीको चाहिँ। ल हामी चाहिँ नुवाकोटको भेडा फार्ममा छौँ। यहाँ तपाईँले देख्न सक्नुहुन्छ कालो भेडा, खैरो भेडा र सेतो भेडा छन्। अहिले चाहिँ यिनीहरूको पुत्ला सबै काटिएको रहेछ। हेलो, अर्को हाम्रो साथीहरू यहाँ भेडाको अलिक देख्न वास्तु गरिरहेछन्। माथि पनि भेडाहरू चराउन लगिरहेछन्। अब हामी माथि त्यतिर जान्छौँ। भेडा फार्म त्यता छ, रमाइलो भेडा फार्म छ। यो घाँस त भेडाले खानुको लागि रहेछ नि त, त्यो रुखको घाँस। गर्मी हुँदैन यिनीहरूलाई? मेरे खिच्छ लक्ष्य ग्यास यसमै भइरहेको छैन। र यो भेडा फार्ममा चाहिँ यतापट्टि यो भेडाहरूको लागि भनेर चाहिँ यहाँनिर एउटा चाहिँ भेडाहरूलाई चाहिँ स्याहार सुसार गर्ने, उनीहरूको चाहिँ मेडिसिनहरूको कुरादेखि लिएर एउटा सबै कुरा चाहिँ हेरचाह गर्नको लागि एउटा संस्था रहेछ यहाँनिर एउटा। र भेडाहरूको खोर यहाँ रहेछन्, मजाले चर्ने रहेछन् मासतिर।
र भेडा फार्म यति ठुलो छ, यति रमाइलो छ, यति विशाल छ, तपाईँलाई त्यहाँ आधी दिन जस्तो लाग्छ यदि हिँड्नुभयो, सबै ठाउँमा घुम्नुभयो भने। र माथि टपमा गइसकेपछि चाहिँ तपाईँले हेर्नुहोस् है, एउटा यस्तो राम्रो रुख देख्नुहुन्छ कि एकदम क्याप जस्तो। त्यो घाममा चाहिँ यत्तिको शीतल पाइसकेपछि यहाँ बस्नु पनि एकदमै रमाइलो छ। त्यहाँ हामी बस्यौँ, एकदमै त्यहाँको छारी शीतल इन्जोय गऱ्यौँ। र यो भिडियो चाहिँ के भन्दाखेरि भेडा फार्ममा तपाईँ बाइकै लिएर जानु पनि सक्नुहुन्छ है, तपाईँ एकै दिनमा पुग्न सक्नुहुन्छ यो ठाउँमा। बाइकै लिएर जाँदाखेरि भेडा फार्मको कति माथिसम्म बाइक जान्छ हेरौँ है। अघि चाहिँ हामी यही बाटो गएको थियौँ, अब चाहिँ बाइकको थ्रु जाँदैछौँ हामी। बाइक लिएरै कहाँसम्म गइन्छ, भेडा फार्मसम्मै पुग्न सक्नुहुन्छ। अगाडिपट्टिको एउटा सुन्दर गाउँ पनि राम्रो देखिन्छ। आज यो बादलले गर्दाखेरि मौसम राम्रो देखिएन, नत्र भने चाहिँ यो ठाउँ एकदमै विशाल रहेछ। तपाईँले यति ठुलो भेडा फार्म त नेपालमा सायद अब अन्त पनि होला हुन चाहिँ, तर यतिको नजिकमा एक दिनै पुग्ने ठाउँ जस्तोमा चाहिँ यतिको ठुलो भेडा फार्म चाहिँ तपाईँले देख्न सक्नुहुन्न सायद है। म उता चाहिँ कुलेखानीको भेडा फार्ममा पनि पुगेँ, त्यो बाहेकको अरू फार्ममा त पुगेको छैन, तर त्यो कुलेखानीको अलिक सानो छ। त्योभन्दा लगभग 3 टाइम्स जस्तो चाहिँ ठुलो छ यो, अझ सायद बढी होला, त्यो डेटा ठ्याक्कै मलाई थाहा भएन। र हामीले चाहिँ बाइकै लिएर माथिसम्म पनि पुग्यौँ। एउटा कुरा के भन्दाखेरि त्यहाँ घुम्नु जाने क्रममा चाहिँ कतिपय हामीले खाजाहरू लान्छौँ, खानेकुराहरू लिएर गएर हामी त्यसको वेस्टेज चाहिँ त्यहाँ नफालिदिनु होला त्यहाँनिर, किनकि मैले चाहिँ यो बियरका सिसीहरू फुटेका र यो चाउचाउको चिजबलहरूको प्याकेटहरू यत्तिकै फालेको देखेको थिएँ। एटलिस्ट अब सबै नागरिक हो तपाईँ, त्यस कारणले गर्दाखेरि चाहिँ त्यो कुराहरूलाई चाहिँ एउटा भनौँ न वेस्टेजलाई चाहिँ म्यानेजेबल ठाउँमै लगेर चाहिँ फ्याँक्दिनु होला। र हामीले केही समय यहाँ बिताइसकेपछि चाहिँ अब यहाँबाट फर्किँदैछौँ हामी। यहाँबाट हामी फर्क्यौँ र हाम्रो आज टार्गेट भनेको चाहिँ भोलि बिहान सनराइज हेर्ने हो। त्यस कारणले गर्दा आज हामी भाल्चेमै बस्यौँ र भेडा फार्म घुम्यौँ, यति नै हो। र भाल्चेमा पुगिसकेपछि हामीले कुरा गर्दै जाँदाखेरि चाहिँ के थाहा पायौँ भन्दा माथि अ पिस अफ हेभन छ अरे कि, भनेको एउटा चाहिँ घोङ्गा पास भन्ने रहेछ, त्यसपछि रूपचेत भन्ने रहेछ, त्यसपछि साङ्ला पास भन्ने रहेछ। साङ्ला पास तपाईँले युट्युबमा हेर्नुभयो भने त्यहीँकै साथीहरूले चाहिँ त्यो ठाउँको प्रमोसनको लागि चाहिँ एउटा डकुमेन्ट्री पनि हाल्नु भएको रहेछ। एकदमै राम्रो छ, 360 भ्युजमा चाहिँ देखिने, हिमालहरू देखिने र ट्रेकिङ ट्रायलहरू पनि एकदमै राम्रो। अब त्यही सुनेर चाहिँ हामी भोलि बिहान त्यो ठाउँमा जाने भनेर चाहिँ आज भाल्चेमै बस्यौँ। भाल्चेमा बस्ने ठाउँ धेरै कम छ, तर पनि बस्न सकिन्छ। यदि तपाईँहरूलाई भाल्चेमा बस्नुपर्ने छ भने चाहिँ हामीसँग त्यहाँको होटेलहरूको खाना पकाउने दाइहरूको नम्बर छ, तपाईँले चाहिँ कुनै वेबाट हामीलाई सम्पर्क गर्नुहोला। भाल्चेमै तपाईँ बस्नुहोस् र भोलि बिहानतिर चाहिँ तपाईँ माथिको लागि ट्राभल गर्नुहोस्। यो होङ्गे भन्ने ठाउँ, तर त्यसपछि सिङ्ला भन्ने ठाउँ अबको हाम्रो ट्राभल डेस्टिनेसन छ। यो बजार भनेको चाहिँ भाल्चे, नुवाकोटको चाहिँ किस्पाङ भाल्चे र अलि माथिपट्टि भेडा फार्म पनि छ। र अर्को एकदमै राम्रो ठाउँ चाहिँ अनएक्सप्लोर भएको ठाउँ जुन सिङ्ला भन्ने ठाउँ जुन छ, त्यो ठाउँको लागि चाहिँ अब हामी ट्राभल सुरु गर्दैछौँ। र यतापट्टि तपाईँले देख्न सक्नुहुन्छ, यतापट्टि चाहिँ यो चाहिँ काठमाडौँबाट यो भाल्चे भन्ने ठाउँसम्मको यो बजारसम्मको लोकल गाडी पनि आउँदो रहेछ। बाटो त्यस्तो गाह्रो केही छैन। ल अब हाम्रो डेस्टिनेसनको लागि चाहिँ हामी ट्राभल गर्छौँ। कस्तो रहेछ त्यहाँको सिनारी, बाटोकोहरू अब हामी हेरौँ है त। र हामी भाल्चेबाट चाहिँ बिहान हेर्नुहोस्, बिहान चाहिँ अब हाम्रो कहाँ भन्दाखेरि घोङ्गा पास भन्ने ठाउँमा हो। यो भाल्चे बजारबाट चाहिँ हामी फेरि जुन बाटो आयो त्यही बाटो अलिकति फर्केको जस्तो गर्ने। अब यो लेफ्ट साइड हुँदा चाहिँ हामी मास्तिर जान्छौँ। अब यहाँबाट चाहिँ हाम्रो भोलिको दिन, हिजोको दिनमा हामी भाल्चेमा बस्यौँ, आजको दिनमा चाहिँ बिहानै हामी लगभग कति भन्दा त्यस्तै 8, साढे 7, 8 बजीतिर जस्तो चाहिँ हामी अर्को डेस्टिनेसनमा निक्ल्यौँ। र यहाँ त एकदमै गर्मी नै थियो, बाटोहरू पनि यस्तो थियो, पानी पनि सिम्टम्सहरू यताउति केही पनि थिएन। अब हाम्रो लास्ट डेस्टिनेसन भनेको चाहिँ सिङ्ला पाससम्म हो, तर त्यहाँसम्म जान सकेनौँ। किन सकेनौँ एकछिनमा देखिन्छ। र यो जाने क्रममा चाहिँ तपाईँले बाइकलाई अलिकति चाहिँ फिट एन्ड फाइन राख्नु होला, किनकि बाटोहरू अलिकति अफरोड नै छ ठाउँ ठाउँमा। यतिको त राम्रो बाटो हो र बिचमा त तपाईँले बाइक लान नसक्ने कन्डिसन नै आउँछ। त्यो टाइममा चाहिँ हेल्प चाहिन्छ, त्यस कारणले एक्लै दुक्लै पनि नजानु होला। साथीभाइहरू जानुभयो भने बिचमा चाहिँ बाइकलाई धकेल्नलाई मद्दत हुन्छ, किनकि हाम्रो पनि एक ठाउँमा चाहिँ बाइक नगएर ढकल्नु परेको थियो। किन भन्दाखेरि बिचमा ठुलो ढुङ्गा रहेछ, बाइकको टायर चिप्ल्यो, अरू खासै केही त होइन। र बर्खामा चाहिँ ठाउँमा जान धेरै नै गाह्रो हुन्छ। बर्खामा चाहिँ प्लिज नजानु होला, बर्खा सुरुभन्दा अगाडि अथवा बर्खा सकिसकेपछि मात्रै यो ठाउँ ट्राभल गर्नु होला। ठाउँ एकदम रमाइलो छ, घाँसे मैदानहरू छ, मान्छेले चाहिँ यो खसी
बाख्राहरू त्यसपछिबाट चाहिँ भैँसीहरू पालिरहेको हुँदो रहेछन्। एकदमै शान्त ठाउँ छ, इलेक्ट्रिसिटीहरू छैन, खानेकुराहरू पनि धेरै पाइँदैन। र एउटा कुरा चाहिँ के भन्दाखेरि जाने क्रममा चाहिँ बाटोभरि हामीले चाहिँ 5-6 थरीको लाली गुराँस देख्यौँ कि, जस्तो पिङ्क कलरको पाइँदो रहेछ, रेड, एकदम डार्क रेड, अनि त्यसपछि वाइट पिङ्कमा र वाइटमा पाइँदो रहेछ। एकदमै राम्रो छ, एकदमै सफा ठाउँ छ। र जाने क्रममा चाहिँ दायाँ बायाँतिरको सिनारी पनि एकदम राम्रो नै देखिन्छ। बाइकहरू अब अफरोड बाइक छ भने त राम्रै छँदैछ, होइन भने पनि यो जिक्सर बाइक हो र अर्को चाहिँ हामी डुक बाइक, दुईवटा बाइकमा गएको थियौँ। त्यो बाइकमा पनि मजाले जान सक्यो। खासै त्यस्तो बाइकलाई अवसर पुर्ने जस्तो चाहिँ केही पनि भएन। एक ठाउँमा मात्रै हो अलिकति जान गाह्रो, नत्र भने बाइक तपाईँको चाहिँ माथिसम्मै जान्छ। लगभग भाल्चैबाट चाहिँ कति भन्दा करिब 1.5 घन्टा जस्तोसम्म चाहिँ माथि बाइक जान्छ। त्यसपछि चाहिँ बाइक जाने बाटो छैन। त्यसपछि चाहिँ हामीले हाम्रो ट्रेकिङ सुरु गऱ्यौँ। र एउटा कुरा के भन्दाखेरि हामी यहाँ खासमा किसपाङको भेडाफाङसम्म मात्रै आएको हो। त्यहाँको चाहिँ लोकलको मान्छेको कुरा सुन्दाखेरि माथि अब पिस अफ ल्यान्ड एउटा स्वर्गको टुक्रा छ माथि भन्नुभयो र हामीले चाहिँ एक दिन एक्सटेन्ड गऱ्यौँ। त्यस कारणले हाम्रो प्रिपरेसन अब गर्मीको थियो कि खासमा हामीले त एउटा विन्ड सिट लगाएर चाहिँ एउटा ट्र्याक लगाएर मात्रै गएको थियौँ। तर माथिको अवस्था के रहेछ त भन्दाखेरि कम्प्लिट स्नो रहेछ कि, लाइभ स्नो नै थोरै थोरै पनि पऱ्यो। त्यस कारणले यो ठाउँमा चाहिँ हामीलाई अलिकति गाह्रो भएको थियो र यो ठाउँमा हामीले चाहिँ बाइकलाई छाडेर माथि लानुपर्ने अवस्था थियो। यो बाइक अरू ठाउँमा त म डबल लोड नै गएँ, त्यस्तो कतै झर्नुपर्ने अवस्था, त्यस्तो गाह्रो हुने अवस्था त केही पनि भएन। तर बाइकको ब्रेक्सहरूलाई चाहिँ एकदम ठिक गर्नुलाई, किनकि जाँदाखेरि उकालो चाहिँ ठिक छ, अब यो अफ रोडमा उकालोमा जान भन्दा पनि ओर्लिनमा धेरै गाह्रो हुन्छ कि, तपाईँको हात एकदमै दुखिरहेको हुन्छ। हामी चाहिँ करिब ठुलोले भन्नु पऱ्यो लगभग 1 घन्टाको राइड पछि चाहिँ हामी अबको 20 मिनट जस्तोमा घोङ्गे भन्ज्याङ आइपुग्छ होला। कति बाँकी छ नौरो सर हाम्रो? अब थोरै नै बाँकी छ, 20 मिनट जस्तोमा पुगिन्छ होला। र बाटोको कुरा गर्नु पर्दाखेरि बाइक नजाने चाहिँ होइन, तर एक्लै चाहिँ नआउनु होला, किनकि सपोर्ट चाहिन सक्छ। उकालोहरू छन्, बाइक चिप्लेर चाहिँ नउक्लिनु सक्छ। त्यो खालको हुनुले गर्दाखेरि बाटो बाइक फस्ने, गाडी फस्ने टाइपको त छैन चाहिँ। र अर्को भनेको तपाईँले यो ठाउँतिरको सिनारियो भनेको एकदमै ब्युटिफुल, एकदमै राम्रो पाउनुहुन्छ। अरू धेरै ठाउँमध्ये यो ठाउँ पनि धेरै राम्रो, एकदम सुन्दर रहेछ। यसमा यहाँ चाहिँ तपाईँहरू आउँदाखेरि त्यस्तो नहिचकिचाइकन चाहिँ के होला भन्ने नसोचेर चाहिँ सिधै आउन सक्नुहुन्छ। राम्रो ठाउँ रहेछ, ट्रायल राम्रै छ। यो ठाउँमा आउँदाखेरि चाहिँ थोरै न्यानो लुगाहरू लगाएर आउनुहोस्। अलिकति चिसो छ, यता चाहिँ घाम नलाग्ने भएर चाहिँ अलिकति चिसो छ। अनि लगभग हामी चाहिँ अब हामी पुग्नुपर्ने त्यो भन्ज्याङमा चाहिँ करिब 6.5 किलोमिटर जति रहेछ। अलिकति उकालो छ, ढुङ्गाहरू ठुल्ठुलो छ, त्यही भएर चलाउन अलिकति गाह्रो छ, नसकिने होइन। थोरै विश्रामपछि हामी फेरि अगाडि बढ्यौँ र बाटोहरू सबै ठाउँमा यस्तै नै छन्, तर सिनारियो एकदम राम्रो देखिन्छ। अब माघ पुसमा चाहिँ एकदमै राम्रो तरिकाले यहाँ लाली गुराँसहरू फुलिरहेको हुन्छन्। हामी यो चैत महिनाको अन्तिम, यो 2082 साल चैत महिनाको 29 गतेको हो यो। अलिअलि ओइलिसकेको थियो फुलहरू चाहिँ, त्यस कारणले फुल हेर्नु छ भने चाहिँ तपाईँ अगाडि नै जानु होला। र करिब 1.5 घन्टा पछि 16 किलोमिटर गयो मेरो बाइकमा। 16 किलोमिटर गुडिसकेपछि हामी फाइनली कहाँ आयो त भन्दा भोङ्ग भन्ज्याङ भन्ने ठाउँमा आइपुग्यौँ, जुन ठाउँमा हामीलाई खाना बस्नको सुविधा पनि छ, तर बत्तीको सुविधा छैन। यहाँ सोलर इनर्जी रहेछ, त्यसबाट चाहिँ चार्जहरू गर्नुपर्ने हुने रहेछ। र यहाँनिर 2टा बाटो छ। अब हामीले बाइक उतै घरको माथिपट्टि राखेर चाहिँ हामी यहाँबाट हाम्रो ट्रेकिङ सुरु गऱ्यौँ। उतै बस्ने होटलहरू चाहिँ, तर हामी यहाँ बसेनौँ, किन भन्दा सिङ्ला पाससम्म हामी जान सकेनौँ। त्यस कारण चाँडै फर्केको हुनाले हामी भाल्चे नै गएर बस्यौँ फेरि। तर यहाँ बस्नु भए पनि ठिकै छ, बत्ती छैन, त्यही मात्रै प्रब्लम हो। अब चार्जेसहरू सोलरबाट हुन्छ भने त भइहाल्छ। र हामीले चाहिँ केही कुराहरू यहाँको लोकल मान्छेसँग सोध्यौँ, जस्तो यो ठाउँको विशेषता के छ भन्ने कुराले चाहिँ, अब यहाँनिर हिउँ पर्ने कुराहरू, शिलाजितहरू पाउने कुराहरू, यार्सा गुम्बा पाउने कुराहरू, र योभन्दा पछाडिपट्टि चाहिँ भेडा फार्महरू पनि रहेछ। र एउटा पानीको मुहान चाहिँ अलिकति माथि छ रहेछ, पानी फुटेर चाहिँ भुलभुल आइरहेको, त्योभन्दा माथि पानी पनि छैन। र यहाँसम्म चाहिँ विभिन्न सर्वे गर्ने इन्जिनियरहरू, त्यस्तै प्रोफेसनका मान्छेहरू आउँछन् भन्ने कुरा गर्नु हुँदाखेरि
र चिसो अलिकति हुने रहेछ, त्यस कारणले हामीले चाहिँ अलिकति न्यानो कुरै लाएर जानुपर्छ। खानेकुरा खासै केही नपाइने हुनाले खानेकुरा पनि लिएर जानुपर्छ आफूलाई चाहिने एनर्जी जति चाहिँ। र हामीले चाहिँ बाइक लगभग यहाँ राखेर चाहिँ यो बाटो हुँदै सिधै साङ्ला पास निस्किन्छौँ भनेर चाहिँ हामीले हाम्रो ट्रेकिङ सुरु गऱ्यौँ। यो बाटो चाहिँ वर्ल्ड फुड प्रोग्राम हामीले चाहिँ भुइँचालो गएको टाइममा, त्यसपछि चाहिँ यो लकडाउन भएको टाइममा चाहिँ उताको परको मान्छेहरूको लागि चामलहरू ओसार पसार गर्नको लागि उनीहरूले बनाएको ट्रेल रहेछ यो चाहिँ। र परापूर्व कालमा चाहिँ रुबी भ्यालीतिर मान्छेहरू यो बाटो हुँदै चाहिँ नुन लिन पनि जाँदो रहेछन्, साल्ट। त्यस कारणले बाटो छलिने छैन, यो टक्क लाएर मिलाइदिएर बनाएको बाटो छ। यो बाटो र यो नुवाकोटको बाटो र धादिङबाट यो रुबी भ्याली चाहिँ जोडिने बाटो रहेछ कि यो। अनि त्यहाँबाट चाहिँ त्यो भ्यालीबाट चाहिँ हामी नेपालीहरू चाहिँ पहिला चाहिँ नुनहरू रासन पानीहरू लिनलाई चाहिँ हामी चाहिँ रसुवागढीबाट चाहिँ हामी चाइना पस्ने, तिब्बतबाट चाहिँ हामी त्यसरी सामान लिएर आउँदो रहेछौँ। ट्रेकिङको चाहिँ पहिला नै सुरुवाती नै तपाईँको ठाडो उकालोबाट हुन्छ, त्यस कारणले एकदमै थाकिन्छ। बिस्तारै हिँड्ने, गर्मी हुन्छ, पानी खाँदै आफू हाइड्रेट गर्दै हिँड्ने, गर्मी एकदमै उकालै भएको कारणले गर्दाखेरि एकछिन त एकदमै गाह्रो हुन्छ। त्यस कारणले बिचमा ब्रेक लिने, स्टिक्सहरू बोक्ने। हाम्रो नवरस भाइले चाहिँ एउटा हाइकिङ ट्रेकिङको लागि चाहिँ एउटा नाइफ हुन्छ, मल्टिपर्पज नाइफ, त्यो चाहिँ बोकेर हिँड्नु होला, ताकि स्टिक्सहरू काट्न पऱ्यो, यताउति गर्नु पऱ्यो, कैँचीहरू चक्कुहरू चाहियो भने त्यसले धेरै नै मद्दत गर्छ। र जाने क्रममा चाहिँ के छ भन्दाखेरि माथि लेकमा तपाईँ पुग्दै जाँदाखेरि चाहिँ घरहरू खाली भेट्नुहुन्छ कि मान्छे चाहिँ हुँदैनन्, तर घरहरू हुन्छन्। त्यस कारणले तपाईँ चाहिँ टेन्टहरू लिएर जानुभएको छ, खाना बस्नुको लागि सबै सामान लिएर जानु भएको छ भने त्यहाँ चाहिँ बस्नु पनि सक्नुहुने ठाउँ रहेछ। यहाँ लाली गुराँस यति धेरै छ कि कान्ट इमेजिन है। र हामीले अहिलेसम्म चार थरीको लाली गुराँसलाई चाहिँ भेट्यौँ हामीले। यो पिङ्क लाली गुराँस हो, यो अर्को वाइट पिङ्क, त्यसपछि वाइट र कम्प्लिट रेड छ। कम्प्लिट त्यहाँ हेर्नुहोस्, त्यहाँ छुट्टै छ, यति धेरै छ कि यहाँनिर रुख नै पुरै चाहिँ तपाईँको लाली गुराँसले भरिएको छ कि। लाली गुराँस फल्ने समयमा तपाईँ आउनुभयो भने चाहिँ यो लाली गुराँसको सहर भन्नुहुन्छ होला, यति धेरै छ। हामी तल बेस क्याम्प अथवा चाहिँ घोङ्गे भन्ज्याङ आउने बाटोमा पनि यति धेरै लाली गुराँसको बोटहरू छ बाटोमा, यति धेरै छ कि छोडेर आउनै मन लाग्दैन। यहाँ पनि हेर्नुहोस्, बाटोभरि नै लाली गुराँसै छ, एकदम मजाको मोहित बनाउने टाइपको। अब हाम्रो यहाँ एउटा च्यालेन्ज के सुरु भयो त भन्दाखेरि जाँदा चाहिँ हिउँ परेको अवस्था भेटियो। वी आर कम्प्लिटली अनअवेयर अबाउट द स्नोफल हियर। यो ठाउँमा चाहिँ स्नोफल छ भनेर चाहिँ वी बिन नट टोल्ड बाई एनी वान है। हामीलाई चाहिँ कसैले तल भनेको पनि थिएनन्, तर कता हिउँ परेको छ भने मैले सुनेको जस्तो त लागेको थियो। बट त्यो ठाउँको गर्मी देखेर चाहिँ हिउँ पर्ला र भन्ने वी आर कम्प्लिटली जेरो एक्सपेक्टेसनमा गएको थियौँ। र यतिसम्म हिउँ त ठिकै थियो, तर यहाँदेखिबाट चाहिँ अलि माथि गइसकेको चाहिँ यति धेरै, यति बाक्लो हिउँ भिड्दै गयौँ कि हामीलाई चाहिँ अब हिँड्न पनि गाह्रो भयो कि। एक त हाम्रो क्लोथिङ्सहरू त्यसको प्रिपरेसनवाला थिएन, तर पनि यो एक्सपेडिसन गर्ने क्रममा चाहिँ हामी विभिन्न ठाउँमा पुगेका छौँ। पानीको ठाउँमा होस्, हिउँ अलरेडी पुगेका छौँ छन चाहिँ, विथ प्रिपरेसन विदाउट प्रिपरेसन, जस्ट फर एक्सपिरियन्स के आफ्नो पनि यो ट्रेकिङ गर्ने क्रममा चाहिँ स्ट्रेन्थ के रहेछ भन्ने हिसाबले। बिहानीको दिनसँगै आफ्नै देशको डाँडा काँडामा फलेको यो लाली गुराँसका फुलहरू प्रकृतिले मानव स्वास्थ्यको लागि बनाइदिएको फुल खाएर म दिन सुरु गर्दैछु। हेलो, आऊ यहाँ आऊ त म एउटा
त्यस पानी खानुको लागि राम्रो एक्सेस बनाइदिनु भएको रहेछ यहाँनिर। त्यसलाई फिटेर गरेर टक्क खानु हुन्छ। हेर्नुहोस् कति राम्रो पानी आइरहेको छ है। ल कति सङ्गो छ पानी हेर्नुहोस् त, नेचुरल पानी, वाटर फ्रम हिमालय। यो धारो चाहिँ कस्तो रहेछ भन्दाखेरि पैसा भेटिने धारो रहेछ। यहाँ हेर्नु त नपत्याए, ले हेर्नुहोस् यहाँ है, ले हेर्नुहोस् त। मैले यहाँनिर कुन पैसा भेटाएको छु भन्दाखेरि 50 पैसा भेटाएको छु श्री 5 वीरेन्द्रको। ल यो पैसा यहाँ कसले राखिदिनु भयो होला सायद। धारोमाथि चाहिँ त्यसरी लाली गुनासको बोटहरू टक्क राख्दो रहेछन्, पैसा चढाउँदो रहेछन्। किनकि हामीले यसले हामीलाई चाहिँ खाना पिउनुको लागि पानी दिएको छ भनेर होला। हामीले यसलाई चाहिँ संरक्षण गर्नुपर्छ। कृपया फोहोर नगरिदिनु होला यो ठाउँमा आउनुभयो भने। अब हामी माथितिर लाग्छौँ। लेट्स गो। र हिउँमा चाहिँ तपाईँले स्टिक अनिवार्यमा लिनु होला, किनकि अगाडितिर चाहिँ खाल्डोहरू हुनसक्छ। तपाईँ त्यहाँ पर्नुभयो भने निस्कन धेरै गाह्रो हुन्छ। हिउँमा चल्दाखेरि चाहिँ तपाईँको मुभमेन्ट अलिक स्लो हुनुपर्छ र पुरानो पाइलाहरू माथि नै टेकेर चाहिँ तपाईँले जानुभयो भने अलिक सेफ्टी हुन्छ। जुत्ता फेरि चिप्लिन्छन्, अलिक गाह्रो हुन्छ हिउँमा हिँड्दाखेरि चाहिँ। रुप्चे भन्ने ठाउँमा आइपुगेका छौँ है। यो रुप्चे भन्ने ठाउँमा यति धेरै हिउँ छ, यस्तो राम्रो बेस क्याम्पहरू पनि छ यहाँनिर। अब हामी उयो बाटो सर हो, त्यो बाटो गयो भने चाहिँ हामी सिङ्ला भन्ने ठाउँमा पुग्छौँ। तर आज यहीँ हिउँ पर्न सुरु गरिसक्यो त, हिउँ पर्न सुरु माथि त अभियसली हिउँ परिहाल्छ। लाइभ हिउँै परिरहेको छ अहिले पनि, अलिअलि सानो। त्यस कारणले हाम्रो जान गाह्रो भयो उता। हामी अलिक प्रिपेयर पनि भएर आएको थियौँ यसको लागि चाहिँ। त्यस कारणले हामीले चाहिँ आज सिङ्लाको जर्नीलाई यहाँ स्टप गरेर चाहिँ अब तल यही रुप्चेको बेस क्याम्प जान्छौँ। आगो सागो बाल्छौँ, बस्छौँ, केही खान्छौँ, त्यसपछि हामी फेरि फर्किन्छौँ। अब नेक्स्ट टाइमको लागि चाहिँ हामी फुल प्रिपेयर सहित तपाईँहरू सहित है, तपाईँहरू पनि आउनुपर्छ हामीसँग। अब तपाईँहरू सहित हामी ग्रुपमा चाहिँ सिङ्ला भन्ने ठाउँसम्म पुग्छौँ। आज रुप्चे भन्ने ठाउँसम्मको लागि मात्रै गरौँ हाम्रो यात्रा। एकदम वाइल्ड हिउँ पर्छ यहाँनिर। हामीसँग यो रुप्चेमा चाहिँ त्यहाँ होटेल थियो जस्तो लागिरहेछ, तर यहाँ चाहिँ होटेलहरू रहेन रहेछ। दुर्भाग्यवश यहाँ होटेलहरू रहेन रहेछ। यहाँ चाहिँ खासै केही पनि छैन, मान्छेहरूदेखि होटेलहरू केही पनि छैन। त्यही भएर गाह्रो छ यो ट्रेक अलिकति। यो चाहिँ बिगिनर्सहरूको लागि, इन्टरमिडिएटको लागि पनि हुँदैन, अलिकति एडभान्स ट्रेकर्सहरूको लागि मात्र यो ठाउँ बेटर छ होइन। सबैतिर छेकिएको छ होइन, थकाइ लागेको छ, खानेकुरा एकदम लिमिटेड छ। त्यही भएर हामी त्यहाँबाट छिट्टै झर्नुपर्छ। दुईवटा चौचौ छ। पानी पनि हामीसँग एकदमै कम छ। सो वी गोटा गो। एकछिन हामी चाहिँ यहाँ अब एकदम चिसो भएर चाहिँ जुत्ता सुत्ता हामीले खोल्यौँ होइन। जुत्ता खोलेर चाहिँ यहाँ म चाहिँ मोजा तताउँदैछु, जुत्ता यहाँ छ होइन। अब हामी चाहिँ यहाँ चौचौ बनाउनको लागि चाहिँ यहाँ सामानहरू खोज्दैछौँ, पानी लिन जाँदैछौँ। लास्ट चिसो भइरहेछ यहाँ, मोजाबाट धेरै बाफ आइरहेछ एकदम चिसो भएर। दुन्ती आगो बल्दिरहेको के यहाँ। र माथि चाहिँ हामी रुप्चे बेस क्याम्पसम्म पुग्यौँ। त्यहाँसम्म पुग्दाखेरि नै मैले सर्ट्स पनि अपलोड गरेको छु, कति बाक्लो हिउँ थियो, कसरी लडियो हामी त्यसमा होइन, भिरालोहरू कस्तो छ, रिस्क कति छ भनेर चाहिँ। र हामी रुप्चे बेस क्याम्पबाट चाहिँ माथि सिङ्ला पास जान सकेनौँ। त्यहाँबाट 1.5 घन्टा अथवा हिउँ परेको टाइममा 2 घन्टा जस्तो हिँड्ने पुगिन्थ्यो। तर हिउँको कारणले गर्दाखेरि हामीसँग खाना थिएन, हाम्रो लुगा त्यो अनुसारको थिएन, पानी पऱ्यो भने के गर्ने त्यो प्रिपरेसन केही नभएको कारणले गर्दाखेरि अलिक बढी रिस्क होला जस्तो भएर चाहिँ हामी फर्क्यौँ। र फर्केर फेरि घोङ्गो भन्ज्याङमा यही हिताइकोमा चाहिँ अन्डा चौचौहरू पकाएर मजाले खायौँ। र त्यसपछि हामी फेरि भाल्चे नै फर्क्यौँ। र भाल्चेमा त्यो दिन बस्यौँ। र त्यो दिन बसेपछि हामी तेस्रो दिनमा चाहिँ घर फर्क्यौँ। हाम्रो जिबा दाई हुनुहुन्छ यहाँ, जसले चाहिँ हामीलाई खाना पकाएर खानिदिनु भयो। र हामी यो ठाउँमा खाना खाएका थियौँ। र योभन्दा माथिपट्टि घरमा चाहिँ बसेका थियौँ। एकदमै प्राइसेसहरू रिजनेबल छ, अर्ग्यानिक खानिदिनुहुन्छ दाइहरूले, मिलनसार हुनुहुन्छ, हेल्पफुल हुनुहुन्छ। दाइहरूलाई एउटा न्यानो सम्झना, धन्यवाद।